ट्याप्पै भिज्यो नि हौ तयारी भएको तिमी झर्ना फाइनली What's up guys, welcome back to the channel. अन्त आज चाहिँ एकदम हामी चाहिँ कहाँ जान आँटेको भन्दाखेरि चाहिँ एउटा झर्ना छ अरे हो 25सम्मको त्यहाँ सो त्यहाँ जानु आँटेको छु म को भन्दा चाहिँ म र पाल्दिन जानु आँटेको अनि पाल्दिन चाहिँ आउँदैछ माथिबाट सो घरबाट रेडी सेडी भएर अनि आज चाहिँ पानी चाहिँ अब नपरोस् भन्ने लागेको हामीलाई चाहिँ होइन दिन त अब यस्तो यस्तो छ भनौँ न त्यस्तो फेरि त राम्रो त छैन उता पालितिर अहिले हेर्दा चाहिँ घाम लाग्ला छ हो लागेको छ भनौँ न कम्ती तर पानी पर्छ कि भन्ने छ टेन्सन चाहिँ तर नपरोस् एकछिन त्यो ठाउँ चाहिँ कस्तो छ भने हाइकिङ गर्ने एरिया छ अरे हो हल्का यसो हिँड्यो ओऱ्यो त्यहाँदेखि त्यहाँ गयो त्यहाँ झर्ना सर्ना हेऱ्यो त्यहाँदेखि आउने खालको छ त्यस्तो खालको छ अरे राम्रो छ अरे हो जाउँ न भन्दै थियो सो मेरो चाहिँ अहिले छुट्टी नै छ नि त कलेज अन्त त्यही भएर चाहिँ जानु आँटेको हो सो गाइस स्टे ट्युन अब पाल्दिन आएपछि जानुपर्छ हो सो गाइस घाम चाहिँ मजाले लागिसकेको छ मैले चाहिँ ब्याग बोकेको छु यसमा चाहिँ पानी र छाता बोकेको छु अनि हेलमेट पाल्दिन पनि आइसक्यो मम्मी चाहिँ यहाँ लुगा धुँदै हुन्छ हौ ल मम्मी गएको ल बाई बाई ल लेट्स गो अब पाल्दिन तल छ हजुर ल जाउँ तल त्यहाँदेखि उसकै स्कुटीमा जानुपर्छ हो मेरो चाहिँ बाबाले लानुहुन्छ भन्ने हुन्छ नि त अनि त्यही भएर नलगेको के मैले चाहिँ हो बसन्तीको अनि पाल्दु चाहिँ यहाँ छ हो पाल्दिन म जाने सो लेट्स गो है आज घाम यस्तो मजाको लागिरहेछ यस्तो भइरहेछ जाउँ न बाटो चाहिँ यस्तो भइरहेको रहेछ अहिले हो हाइवे चाहिँ के हो यो फेरि आमा यता यस्तो रहेछ बाटो यहाँ पनि पहिरो गएछ है दोस्त वान वे मात्रै भइरहेको रहेछ अहिले यहाँ गाइस फाइनली हामी चाहिँ यहाँ 32सम्म आइसक्यौँ हो पाल्दिन म एबी यहाँ चाहिँ उपर गरम रहेछ माथि भन्दा हो आकाश पनि यहाँ खुल्ला छ उपर अनि हामीले यहाँ दोकानमा चाहिँ यो सौदा गरेछ आजको खाना भने पनि लन्च भने पनि डिनर भने पनि यो चिप्स यो कोक रम मिसाएर दिएको छ हो त्यसमा चाहिँ अब कोकमा चाहिँ रम मिसाइन्छ दिँदैन नि त त्यही भएर कोकमा रम मिसाएर खानेवाला छ त गाइस अब चाहिँ जाउँ हो कोक बोएछ अनि त्यहाँदेखि हामीले यो चिप्सहरू बोएछ यति भए पुगिहाल्छ हामीलाई किनकि खाना खाएरै आएको छ नि त हामीले खाना खाएन दोस्त तिमीले एकदम उसले नि खायो उसले पनि खाएछ मैले पनि खाएँ सो अब जाउँ लेट्स गो उहाँ माथिबाट जानुपर्छ अरे यता तेर्सो भएर उकालो जानुपर्छ अरे सो जाउँ अब त्यहाँ हामी चाहिँ अब हिँड्नु थालेको हो यहाँबाट यस्तो उकालो जानुपर्ने रहेछ त्यहाँभित्रबाट बोर्डरबाट दिँदैन हो त्यहाँबाट उकालो गएर चाहिँ त्यहाँदेखि माथि कहाँ सिडी छ अरे हो त्यो सिडीको बाटोको त्यहाँ पुगेर चाहिँ त्यहाँदेखि उकालो जानुपर्छ भन्दै थियो सो जाउँ अब गाइस हामी चाहिँ हिँड्नु चाहिँ हिँड्दैछ तर थाकेर लोड भइसक्यो आम्बो पसिना आँखाभरि हपाल्दैन के हो है अर्को सिडीको बाटो पनि रहेछ परबाट त्यहाँबाट आउँदा नि हुने रहेछ हो तर हामीलाई चाहिँ यहाँबाट जानु नि छिटो हुन्छ भने आम्बो के को छिटो भनेपछि यो उकालो चढ्नुपर्छ नि त सिडीको बाटो चाहिँ यो रहेछ उहाँ तलबाट यस्तो उकालो आएर चाहिँ यस्तो उकालो रहेछ जाने हामी चाहिँ गरमले गन्जीमै हिँड्दैछ फल्सको नाम चाहिँ के अरे छागे फल्स रहेछ हो यहाँ के मच्छरले टोकिसक्यो मलाई सो गाइस सिडी उकालो गयो भने चाहिँ तलबाट पनि रहेछ कि सिडी आउने बाटो तर यो चाहिँ सर्टकट पर्छ भने नि त त्यहाँ त्यही भएर हाम्रो पाहाडहरू कस्तो मजाको देखिरहेछ पर सिडी जानुपर्ने रहेछ एक डेढ घन्टा लाग्छ होला हौ मिनिमम जानुलाई हो थाकेर चाहिँ गरम छ यहाँ ओह्रालो फेरि माथि गान्तोक भन्दा यहाँ तल अलिक गरम हुन्छ नि त किनकि ओह्रालो ठाउँ छ कि यो खोलाको साइडहरू भएर पनि होला त्यही भएर सो इफ तपाईँलाई आउनु इच्छा छ भने चाहिँ तल 32सम्म आयो वाटर गार्डन क्रस गऱ्यो त्यहाँदेखि चाहिँ त्यो आर्मी सशस्त्रको त्यो यो क्याम्प छ त्यहाँ हो त्यो क्याम्पबाट चाहिँ उकालो आउनुपर्ने रहेछ सिडी बाटो आउँदा नि हुन्छ घरको बाटो आउँदा नि हुन्छ हो सिडी बाटो आयो भने चाहिँ अब सिडी पर्छ उकालो सिधै हुन्छ हो घरको बाटो चाहिँ चेपबाट हिँड्नुपर्दो रहेछ त्यही भएर आउनु इच्छा छ भने चाहिँ सिडीको बाटो आउनुहोस् तपाईँहरू किनकि कन्फ्युज हुन्छ घरको बाटोहरू यताउता चेप हिँड्नुपर्छ कि त्यही भएर गाइस फाइनली फर्स्ट चौतारा चाहिँ आइपुगिसक्यो हामी हो अब यो दुईवटा चौतारा छ है पसिना निक्लेर है कत्लाहरू निस्किसक्यो गरमले
यहाँ चाहिँ 3टा चौतारा छ अरे 3टा चौतारामा चाहिँ एउटा चौतारा आइपुग्यो अब 2टा बाँकी छ हामीले फल्स चाहिँ देखिसक्यो अघि नै हो दामी चाहिँ दामी रहेछ हो तर तपाईँहरूलाई अब एकैचोटि माथि गएर सिन देखाउँछ हामी चाहिँ 3rd चौतारा आइसक्यो बाजे सँगसँगै बाजे चाहिँ यताको अरे बाजे है तपाईँ यताको है बाजेको अरे त्यही यहाँबाट भ्यू चाहिँ राम्रो देख्दो रहेछ हाम्रो राम्रो पनि तर यस्तो लेखेर चाहिँ के गरेको नलेखिदिनु पर्ने हो है राम्रो ठाउँलाई हाम्रो निकै माथि आयो नि हामी है हो भ्यू पर चाहिँ छाङ्गु साइड रहेछ ऊ पर अहिले चाहिँ देखिँदैन अब किनकि बादल लाग्यो नि त बिहानै आएको भए चाहिँ अलिअलि खुल्ला देख्थ्यो होला कि तर अलिकति रङ टाइम भयो हाम्रो है अलिक ढिलो भयो हामी सो गाइज हामी चाहिँ 3rd चौतारा नि कटिसक्यो जाँदैछ दा हुनुहुन्छ यस दा यता दा पनि हुनुहुन्छ दाहरू चाहिँ आउने भन्दै थियो टक्कै जोइन भइहाल्यो मजा आउँदैछ नि होइन दा बाटो पनि सफा रहेछ है मजाले उहाँ तल दाले सफा गरिदिँदै हुँदो रहेछ राम्रोसँग अब त्यहाँ माथि घर छ अरे उहाँ पानी सानी थापेर त्यहाँदेखि फेरि पानी लिएर जानुपर्ने छ अब त आइपुग्यो उहाँ ऊ पर झर्ना देख्दैछ नि यहाँ हो त्यहीँ हो हामी जानुपर्ने चाहिँ खास हो सो जाउँ अब सो गाइस यहाँ घर रहेछ मजाको राम्रो ठाउँ ओइ कराउँछस् अब यहाँ चाहिँ पानी थाप्नुपर्छ अघि हामीले भेटेकै बाजेको घर रहेछ हो पानी सानी थापेर जानुपर्ने के गर्दैन होला हो त्यसले फ्रेन्डली रहेछ गाइज हो फल चाहिँ यहाँ रहेछ फल्स मजाको शीतल भयो नि आउँदै घर चाहिँ दामी रहेछ यहाँ मजा आउने रहेछ यहाँ बसेर मजाले खान्छ तर अब दोकान त छ भन्दै हुन्थ्यो अघि बाजेले हो तर पनि अब यतिको ठाउँमा अलिक साह्रै पर्छ नि सेट डिस है पाल्दैन मजाको है दामी हो नि मजा आउने अब यहाँ पनि खुल्ला लाग्यो है अब यहाँदेखि चाहिँ तेर्सै रहेछ बाटो त्यो उकालो छैन रहेछ मजाले त्यो बाजेको घर दामी रहेछ है शीतल बसेर हो नि त्यहाँ पानी पनि थाप्यो हामीले हो सँगै चढेको भनौँ न सँगसँगै बाजे सँगसँगै चढेको हामी अघि बाजे अलिकति छिटो आउनु हामी चाहिँ एकछिन दायालाई पर्ख्यो कि त्यो भएर नचिनेर चुप्लाक सो गाइस यहाँ चाहिँ अम्बक पनि रहेछ सानो ठिक छ तर पाएछ नि अलिक त्यो छ हाम्रो कत्रो हिँड्यो नि हामी त यहाँ चाहिँ हल्का उकालो रहेछ यहाँ माथिबाट चाहिँ यस्तो रोड काटिरहेको रहेछ यहाँबाट यस्तो तेर्छ जानुपर्छ जाउँ आइपुग्यो झर्ना त देखेँ मजा नै यहाँबाट अब त्यहीँ गएर एकछिन बसेर त्यहाँ निस्किनुपर्छ मजाको रहेछ झर्ना फाइनली दामी कस्तो क्लियर रहेछ सफा यस्तो रहेछ यहाँ चाहिँ सिँढी मजाको सानो क्रसिङ पनि चिप्लिन्छ यता मजाको यस्तो चौतारा छ फल्स चाहिँ यहाँ रहेछ नि त खास फल्स यहाँ मजाको क्या दामी रहेछ पानी त यहाँसम्म जानु दिने रहेछ अब यहाँ चाहिँ आफ्नै रिक्समा गयो भने मध्ये अस्ति चाहिँ एकजनाको केटीलाई चाहिँ ढुङ्गाले लाग्यो अरे नि त यहाँ माथि त झरेर त्यही भएर चाहिँ अन्त जानु दिनु भएको छैन अरे तर अब आफ्नै रिक्समा गयो भने चाहिँ जाँदा हुन्छ अरे विन्टरमा चाहिँ अब टोटल्ली खोलिदिन्छ भन्दै थियो हेरौँ न के गर्छ समरमा चाहिँ त्यस्तो उहाँबाट झर्छ न ढुङ्गाहरू कि त्यही भएर त्यस्तो मजाको पानी आइरहेछ पानी त यहाँसम्म आउँदैछ त्यहाँ जिटा हामी चाहिँ तलै गएको पर पुगेछ दाहरू पानी त दुधै जस्तो छ नि त अन्त हाम्रो सेतो क्या शीतल हावा होइन यहाँ त यहाँ चाहिँ वर्थित रहेछ आउने टिकट पनि राखेको रहेछ अहिले चाहिँ हो एकजनाको 40 रुपियाँ रहेछ यहाँ चाहिँ पानीले पुरा भिजाउँदो रहेछ त त्यहाँ पानीले गर्दा होला नि है हुन्छ त आम्बो क्या भाइदियो शीतल हो नि लेन्स डल्लै भिज्छ नि यहाँ हावा चलेको हेर्नु हावा चलेको
आम्बो शीतल भयो नि ड्याड आम्बो यता हेर हिँडो चाहिँ हिँडो रहेछ यहाँ आम्बो क्या भइसक्यो पनि भइसक्यो हाम्रो अब चाहिँ गएको आम्बो छ्याप्पै भिज्यो नि सबै लुगा त क्या छ्याप्पै भइसक्यो त्यहाँ गएर होला केही छैन तर सुक्छ यो आएको चाहिँ वर्थित भयो नि त तपाईँहरू पनि आउनुहोस् मजा आएको छ जग्गा चाहिँ दामी तर विन्टरमा चाहिँ अब विन्टरमा चाहिँ ठिक हुन्छ हो तर समरमा चाहिँ अब कोही बेला त्यो पानीहरू पर्दा चाहिँ नआउनुहोस् पानीहरू पर्दा हेब्बी रिस्की हुँदो रहेछ यहाँ त्यही भएर सो विन्टरमा चाहिँ मजाले आएर बसेर त्यहाँ चिल गर्दा तर त्यहाँ जानु सक्दैन हेब्बी पानीले फोर्स पुरा फ्याल्दो रहेछ कि त्यही भएर जाउँ अब माथि गएर एकछिन बसौँ सफा चाहिँ कस्तो मजाको सफा रहेछ यहाँ उयो सफा पनि गर्दो रहेछ यताको मान्छेले हो सो इफ तपाईँहरू आउनु भने चाहिँ प्लिज अब यस्तो खाना प्लास्टिकहरू चाहिँ यहाँ यस्तो डस्टबिन बनाइदिएको छ डस्टबिनमा हालिदिनुहोस् हो त्यसो गर्दा राम्रो हुन्छ नि जहाँ सफा गर्नु पनि सजिलो पर्छ मान्छेलाई यहाँ मजा आयो दा सफा चाहिँ हेभी सफा आयो दा आउने मान्छेले चाहिँ अब मैलाहरू चाहिँ नफालिदिनु होइन आएर त्यही हो होइन दोस्त के हो सो गाइस अब पनि हामी एकछिन बस्छ त्यहाँदेखि जानुपर्ने छ हो 4 बज्न आँट्यो सो अब एकछिन चिप्सहरू कम सक्यो हामीले यति थियो हेर्नु हो झर्ना मजा आयो एकछिन भिज्यो जल्दी गर टी सर्ट ल्यायो होइन मेरो नि हाम्रो अहिलेसम्म नि भिजिरहेछ सुकेकै छैन अब यो मलाई लाग्छ अब जानु पऱ्यो हाम्रो चाहिँ यहाँ खाजा आउँदैछ हो पानी परेर एकछिन बसेको क्यारम बोर्ड खेल्दैछ यहाँ चाहिँ खाजा पाउने पनि रहेछ नि त पाल्दैन म टिम यता दा र यता दा टिम ए ल खेल न निकाल न 2 म्याच पनि जित्यो हामीले हो खाजा पनि आयो हाम्रो खाइदिहाल्नुपर्छ म्यागी हामी फर्केको बाटो मजाको रहेछ पानी परेर चाहिँ एकछिन बस्यो हामी हो अब त राम्रै थियो हो नि ब्याक टु द च्यानल अब जाउँ लेट्स गो चाहिँ अब रोड आइपुग्नु आँट्यो हो पसिना सरी भइसक्यो सो गाइस अब तपाईँलाई पनि मजा आयो होला हेरेर होइन अनि यस्तो अब हिडन अब हुन्छ नि जग्गा फर्स्ट टाइम हामीले पनि जाँदा हामी इको भएर अब जाँदाखेरि त यस्तो मजा आयो हो हिडन फल्स भनौँ न होइन मजाको रहेछ आउनु तपाईँहरू पनि हो मजा आउँछ माथिबाट आउनु आयो भने चाहिँ माथि आउँदाखेरि चाहिँ 25 नम्बरबाट नआउनु साङमार्तङ भए पनि आउनु कि त्यहाँबाट चाहिँ सजिलो हुँदो रहेछ त्यो सेन्ट जोसेफ स्कुलबाट आयो हो त्यहाँबाट आउनुपर्ने रहेछ त्यहाँबाट चाहिँ छिटो हुने रहेछ चाहिँ बल्ल आइपुग्यो मजा आयो तर आज केही छैन अब आजको भिडियो चाहिँ यहीँसम्म हुन्छ होला मेरो सो अब फेरि अर्को नेक्स्ट भिडियोमा भेट्नुपर्छ कति दिन धेरै दिन बाद बनाएको जोसै भएको थिएन अब चाहिँ बल्ल जोस आउँदैछ सो फेरि अब भोलि भयो भने कहाँ जानु सक्छ हामी हेरौँ के हुन्छ सो गाइस स्टे ट्युन ल आजको लागि यति नै धन्यवाद थ्याङ्क यू फर वाचिङ बाई बाई